Hey guys, welcome back to my another vlog. So finally guys, कामहरु सकेर म चाहिँ एकदम फ्रेस भइसकेको छु। नुहाइधुवाइ गरिसकेर अहिले चाहिँ म यसो हैन बाहिर एकदम फ्रेस हुनलाई बाहिर गइरहेको छु। घन्टारान यस्तो साथीहरु। ल साथीहरु हेर्नु हाम्रो कम्पनी कस्तो देखिरहेछ। यस्तो छ अगाडि चाहिँ बाटो पिच एकदमै दामी। आज चाहिँ अनि यस्तो चिसो मौसम छ हैन, चिसो मौसममा चिल भएर म अगाडि गइरहेको छु। कस्तो हावा र कस्तो भइरहेछ हैन साथीहरु, हावा र चिसो भइरहेछ तर पनि यो चाहिँ अहिले चाहिँ एकदमै ठिक छ क्या मौसम। एकछिन एक राउन्ड यसो हुन्छ नि उन्दोङ गर्न गइरहेको छु क्या, उन्दोङ साथीहरु। यस्तो दामी भइरहेछ है। बाप सिन त बब्बाल देखिरहेछ साथी। अझै साथीहरु हाम्रो बजार जाने बाटो है। यहाँबाट यस्तो गयो भने त्यहाँ बस स्टप छ। बस स्टपबाट चढेर मिर्याङसी जान मिल्छ। अनि यता मुहान पनि जान मिल्छ है। अब अहिले उजाड भइरहेछ, अब हरियोहरू पलाउँदैछ। पछि यो सबै हरियो हुन्छ। ओहो यो घर चाहिँ सब पुरानो भएर पुरै झारहरूले बेरिसकेको रहेछ। कसको घर हो? टक्क लाएर आज चाहिँ हैन कपाल काटेको साथीहरु कस्तो देखिरहेछ। फेरि कपाल चाहिँ हामी कम्पनीमै काट्छौँ, साथीले काट्छ। बबाल राम्रो काट्दो रहेछ साथीले कपाल हैन। अनि चाहिँ मैले चट्ट लाएर यो कट काट्न लागेको छु। कस्तो देखेको छ त, सको छ कि छैन साथीहरु? गाइज यहाँ गाउँ छ अनि यहीँ वरिपरि यस्तो चिहानहरू छ क्या, यस्तो छ क्या यहाँ चाहिँ बब्बाल छ। तर अब यहाँ चाहिँ चिहानहरू यसरी भए पनि यहाँ चाहिँ तर्साउँदैन साथीहरू है। यस्तो चाहिँ चिहानै चाहिँ हाम्रो चाहिँ यहाँ नजिकै बस स्टपमा चाहिँ 4 बजी त्यस्तै 4 बजी अनि 5:37-38 को गाडी छ हैन। त्यसपछि 6-6:30 बजेको गाडीहरू पाइरहेको छ क्या। यहीँ नजिकै बस स्टप छ। सो मार्केट जानु पनि सजिलो छ। अलिकति टाढो भने आउँदा चाहिँ हामी अब ट्याक्सी लिएर आउनुपर्छ। फेरि आउँदा चाहिँ राति हुन्छ नि त, अनि राति चाहिँ अब बसहरू कुद्दैन। अनि त्यही भएर प्राइभेट यसो रिजर्भ गरेर ट्याक्सीमा चट्टै लाएर आउनुपर्छ साथीहरू। ओहो बुढाबुढी आयो त अनि ट्याक्सीमा हेर्नु त साथीहरू कस्तो छ त। यहाँ यतातिर जङ्गल वा बसाइ चाहिँ यो मिर्याङसीमा, यो मिर्याङको मुहान यो माउलीमा चाहिँ एकदमै बसाइ चाहिँ मलाई ठिक लाग्यो क्या। हेर्नु न अब काम गर्दा जस्तो सुकै भए पनि बाहिर चाहिँ अलिकति यस्तो डाँडाकाँडा यस्तो वन जङ्गलहरूतिर चाहिँ मलाई चाहिँ अलिक ठिक लाग्छ क्या, सहर बजार भन्दा पनि साथीहरू। किनभने हल्का यस्तोमा चाहिँ अलिक फ्रेस हावाहरू खान पाइन्छ हैन। यसो मलाई चाहिँ धेरै बजार एरिया भन्दा पनि यस्तै शान्त तर सेवा सुविधा चाहिँ चट्ट होस् क्या, त्यस्तो ठाउँ चाहिँ बहुत मनपर्छ। यहीँ नजिकै हो हाम्रो बस बिसाउने। आजको ब्लग चाहिँ म हिँडेर नै बिताइदिन्छु, केही छैन हैन, ऱ्यान्डमली ब्लग केही छैन। यस्तो यताउताको सिनहरू खिच्यो हिँड्यो टक्कसँगले, त्यस्तै छ। यहाँ चाहिँ हाम्रो कम्पनी छिर्नुभन्दा अगाडि गाडीहरू पुरै सोधो गरेर आउँछ है। गाडीहरू पुरै सोधो गरेपछि मात्र हाम्रो कम्पनीभित्र छिर्छ। हामी चाहिँ टक्कै अहिले बजार जाने बाटोतिर निस्किसकेको छौँ। यसरी फुलहरू फुलिसकेको छ। अब यो फुल पनि झर्छ अनि सबै हरियाली हुन्छ। अनि यहाँ अगाडि चर्च छ है। अब तपाईँहरू चाहिँ यता जानुभयो भने मुहान, यता जानुभयो भने मिर्याङ है। यहाँदेखि चाहिँ फेरि यहाँबाट बाटो छुट्छ। यो साइड मुहान, यो साइड मिर्याङ। ल यही हो बस बिसाउने चाहिँ टक्कैसँगले यहाँ बस बिसाउने। हेर्नुहोस् टक्कै छ बस स्टप यस्तो छ। खोर्सानी रहेछ त यहाँ त। बस बिसाउने ठाउँमा आएर म बसिरहेको छु तर बस चाहिँ पर्खिएको होइन। त्यहाँबाट हिँड्दै आएको, एकदमै गलेँ, त्यही भएर यहाँ एकछिन बसिदिएको। यहाँ बस चाहिँ आइसक्यो। बस सट्टै लागेको छ। अहिले कति बजी आउँदो रहेछ? यो 6 बजी गाडी 6:45 मा आउँछ। एउटा बस चाहिँ 6:45।
यो यता पर देख्दै गर्नुभएको चाहिँ गाउँ है। अहिले चाहिँ नजिकै छ गाउँ। म चाहिँ हिँड्दै गइरहेको छु। ल खोङ्सा जाउँ अरे। यो उयो चाहिँ तपाईँहरूले देख्नुभएको यो चाहिँ फोक्सुवाको बिरुवा हो। फोक्सुवाहरू यस्तो कस्तो मजाले चिटिक्कसँगले रोप्दो रहेछ क्या साथीहरू। त्यसरी घुम्दिएको आज चाहिँ यो मिर्याङमा चाहिँ गाउँहरू कति रहेछ भनेर है। म यता मिर्याङको मुहानतिर चाहिँ गाउँ कति रहेछ भनेर यसो होइन गाउँठाउँ पनि डुल्दुम्दा भनेर निस्केको है साथीहरू। यता चाहिँ खाबोक माउल जाँदो रहेछ। यसो हेर्दा त यस्तो छ। यो चाहिँ खाबोक माउल रहेछ। पुरानो ढुङ्गाको चौतारा देखियो साथीहरू यहाँ चाहिँ। साथीहरू म चाहिँ हिँड्दै धेरै टाढा आइसकेको छु। रात पनि पर्न आँटिसक्यो, 7 बज्न लागिसक्यो। सो अब चाहिँ म यहाँबाट फर्किन्छु। एकदम आनन्द फिल भयो। सो इफ यु लाइक माई भिडियो लाइक सेयर सब्सक्राइब गरिदिनु होला। यति भन्दै आजको ब्लग चाहिँ यहीँ है त साथीहरू। सो सी यु सुन नेक्स्ट भिडियो है त।